कान्छी ए कान्छी हजुर ल 8 बजे कहाँ सुतिरा भने आयो उठ 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 बुढो साह्रै गाह्रो भयो मलाई एक गिलास तातो पानी तताएर दिनु न आयो के भयो फेरि गए होइन त यो रहेछ नि त काममा लाउने तरिका यो आइडियाले यिनलाई म आज कति काममा लाउँछु मलाई थाहा छ नि ले पानी आयो मैले पानी तताएर ल्याइलु गोलमाल है भाई सब गोलमाल है के भयो त आज तिमीलाई हचमा लाग्यो मलाई त बुढो त्यो किचनमा एउटा स्याउ होला काटेर ल्याइदिनु न स्याउ खाने ल ल ल म स्याउ ल्याउँछु काममा लाउँदा त साह्रै मजा पाउँदो रहेछ त ल्याउ स्याउ खाऊ ल्याउ बुढो त्यो किचनको ऱ्याकमा बिस्कुट छ दुध र बिस्कुट ल्याइदिनु न आहा मेरो बुढाले बिरामी हुँदा कति धेरै माया गर्नु हुँदो रहेछ नि अबदेखि म सधैँ यस्तै बाना गरेर काममा लाउँछु नि ल्याउ आया बुढो म एकछिन सुत्छु है त्यो के काम छ गर्नु है आज अलिअलि होइन यो मान्छे साँच्चै बिरामी भयो होला त भने योसँग के राखेन के अचम्म भयो त यो होइन मैले यसलाई चेक गर्नुपर्ने अवस्था आयो है दिदी नमस्कार किन भन्नु त पार्टीमा जानु लाग्यो कहाँ बुझ्नु जानु सक्छ त जान जान तपाईँ जानु भइगयो नि बुढी बिचरा बिरामा सुतिरहेको छ जानु सक्दैन जानु जानु बुढो खैया ल्याउनु भोलिमा त जानु पऱ्यो नि हाम्रो अस्तिदेखिको प्लान हेलो दिदी हेलो खोइ त केही छैन त कहाँ हुन्छ त अनि तँ मैले फोनलाई आएन तिमीलाई नाटक पारे हो कि भन्ने कुरो मैले पत्तो लगाएर चेक गरेको नि त कान्छी भात पकाऊ